सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ। ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ। सप्तरीको कञ्चनरूप नगरपालिका 3 दास टोलका 37 वर्षीय शिवशंकर दासको हत्याको आरोपमा 30 वर्षीय श्रीमती कोशिला देवी दास सहित 3 जना पक्राउ परेका छन्। 6 कार्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन्। घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालीन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बताए। तर अनुसन्धान गर्दै जाँदा 5 महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डीएसपी दीपक राईले बताए। इलाका प्रहरी कार्यालय कञ्चनरूपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ। डीएसपी राईका अनुसार ऋण चुक्ता गर्न योजनाबद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन्। घर व्यवहार चलाउन शिवशंकर र कोशिला देवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए। शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन्। दाउरा बेचबिखन तथा मजदुरी गरेर 3 सन्तान सहित 5 जनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन्। त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन्। शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन्। योजना अनुसार शान्ति देवीले रकम उपलब्ध गराएपछि 2 महिना अघि शिवशंकरको नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्सुरेन्समा 20-20 लाखको बीमा गराए। 5 कार्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन्। मदिराको नसामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साइली औलामा तार बेरेर करेन्ट लगाएको खुलेको डीएसपी राईले बताए। करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन्। मृत्यु पश्चात कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर दिएकी थिइन्। घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिला देवी सहित 3 जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी राईले बताए।